हेलो गाइस, गुड मर्निङ। र आज चाहिँ म फेरि तपाईँहरूलाई नयाँ भिडियो लिएर आउँदैछु है। र के कसो छ तपाईँहरूलाई आज चाहिँ म के भन्दाखेरि रामपुरी धाम जाँदैछु है। र आज धेरै वर्ष बादमा आज रामनवमी हो, दर्शन गर्नु जाँदैछु। के कसो छ तपाईँहरूलाई देखाउनुहोस् है, हेर्दै गर्नुहोस् होला। फाइनली म यहाँ रामपुरी धामको बाटोमा आइपुगेको छु है। यो चाहिँ रामपुरी धाम चाहिँ कहाँबाट जानुपर्छ भन्दाखेरि चाहिँ यहाँ जस्तो कि यो रोड तपाईँको लाभा भयो है, त्यहाँबाट तपाईँको लेफ्ट साइडबाट चाहिँ ओह्रालो है, यहाँदेखि ओह्रालो जानेछु है। यहाँ तल छ रामपुरी धाम। हामी चाहिँ माथिबाट आएर चाहिँ यहाँ हाम्रो भाइ अन्त आरुषलाई चाहिँ ल्याउनु गएको थियो तल होइन, कुवा पनि। त्यहाँबाट अब चाहिँ हामी यो तर्फ लागिरहेको छौँ है। के कसो हुन्छ कस्तो हुन्छ होइन, तपाईँहरूलाई तल गएर देखाउने छु है। फाइनली हामी यहाँनिर तपाईँको रामपुरी धाम आइसकेको छ है। र अब चाहिँ के कसो छ है मन्दिरको तपाईँहरूलाई दर्शन देखाउने छु होइन। यहाँ हाम्रो आरुष भाइ छ है, यहाँ हाम्रो पुजेर आउलो गरिदिन्छ। अब चाहिँ हामी नाच्छु है। अहिले एकदमै लेट भयो आउनु होइन। के कसो छ देखाउँछु है। यहाँ छ धाम तपाईँको है। Go to Canva and search for wedding invite templates. Browse यहाँ छ तपाईँको धाम होइन तपाईँको। जय श्री राम, राधे राधे। अब यहाँ गएर चाहिँ ट्याक्कै दर्शन गर्ने है। अब के कसो छ होइन, त्यहाँको दर्शन गर्दैछु महाराज। जय श्री कृष्ण। हनुमानजीको मन्दिर है। यहाँ तपाईँको शिवजीको स्थान छ है। ओम नमः शिवाय, नमः शिवाय, नमः शिवाय। सुन्नुभयो होला है गुरुजीको मुखबाट है। अब यहाँ चाहिँ तपाईँको अभिमन्यु जुन चाहिँ चक्रबिन्दमा बस्नु भएको थियो गर्नुहुन्थ्यो अरे, र सेम त्यस्तै तपाईँको यो। हजुर, ए उहाँ तपाईँको गुरुजीको नामको चाहिँ के हुनुहुन्छ होला है? खड्कबहादुर छेत्री। खड्कबहादुर छेत्री। यहाँ चाहिँ यहाँको जस्तो कि तपाईँको पुजारी हुनुहुन्छ, यहाँको गुरुजी हुनुहुन्छ है। तपाईँहरू आउनुभयो भने यहाँ गुरुजीसँग जानकारीहरू लिन सक्नुहुन्छ है यहाँको बारेमा। र गुरुजीलाई धेरै धेरै धन्यवाद है। हुन्छ, राधे राधे। म चाहिँ अब चक्रप्रति है घुम्दैछु। यस्तो छ तपाईँको चक्र होइन। जय श्री राम। चक्र चाहिँ तपाईँलाई यसलाई भन्नुहुँदो रहेछ होइन। म चाहिँ यो चक्र घुमिरहेको छु है। कोही भाइहरू पनि कहाँ गएको है। यस्तो रहेछ किन चक्र भनेको तपाईँको चाहिँ चक्रबिन चाहिँ यस्तो हुँदो रहेछ कि तपाईँको रहेछ है। साँच्चै नै यो सत्ययुगको अब यो पहिला सत्ययुगदेखिको आएको रहेछ होइन। साँच्चै नै मैले देखेको थिएन र आज चाहिँ अनुभव गरेँ आफै पसेर होइन। र त्यसले गर्दा धेरै खुसी लाग्यो। के कसो छ है तपाईँहरूलाई फेरि म जानकारी भिडियोमा देखाउने छु है। ल फाइनली यहाँनिर भण्डार हुँदो रहेछ है। सधैँ यहाँ हल्लो गरिदिनु नि। यहाँ चाहिँ हाम्रो साथीले प्रसाद दिँदैछ है। अब प्रसाद खानेछु है। यहाँ हाम्रो दिदी हाँसिरहनु भएको छ है। यहाँ प्रसाद यहाँ तपाईँको जुलापी रहेछ है। अरू के छ दिदी यहाँनिर? पानी छ, तब खिचडी पाकिरहेको रहेछ। यहाँ सबैजनाले भजन दिइरहनु भएको छ होइन। यहाँ हाम्रो दाजुहरूले पनि मजाले बनाउँदैछ। सेवा हुँदैछ दाजु? हजुर। आज कति भिड आयो मान्छेहरू है? मोटामोटी 15-16 जना भयो अरे है। ल धेरै धन्यवाद दाजु। ल साथी खाइदिनु पर्छ। यहाँ चाहिँ आज पर्छ जुलापी हुँदैछ है। हाम्रो केटाहरू खाएर ल्याम्बा भएर बसिरहेको छ है। ओभर भइदिया नजारा दामी छ। हेलो कौन साथी? हेलो नमस्कार साथी। यहाँ हाम्रो साथी भर्खर आइपुगेको छ है। यहाँ चाहिँ हाम्रो भाउजू नै भनौँ न, भाउजू पनि हुनुहुन्छ होइन। अब हाम्रो लाभाको पार्टीहरूसँग भेट्ने छु है। यहाँ चाहिँ मेन हाम्रो चाहिँ क्या दाजु यहाँ चाहिँ फेरि मेन खास हो नि फेरि हो। तपाईँहरू देख्नु भएको होला मलाई हो। यहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ है। यहाँ सरले नाम लेखाउनु हुँदैछ है। त्यो चाहिँ के गर्नु है सर? हेलो गरिदिनुहोस् न। हेलो हेलो। अभी हमारा सबसे अच्छा वाला भैया का दिखाऊंगा है ना। हेलो, क्या हो रहा है? वीडियो हो रहा है ना। यहाँ हमारा भैया भी यहाँ पर आ गए घूमने के लिए है ना, दर्शन के लिए। मैं आपका बाइक देखा उधर। ये हमारा भाई है। अभी खिचड़ी खाना इसलिए रेडियो पे बैठा है। क्या होगा कैसे होगा बाद में दिखाऊंगा आप लोग है ना। यहाँ शिव छ ब्लगर, हाम्रो लाभाको नम्बर 1 ब्लगर हो।
लाभामा भ्लग गर्ने चाहिँ पहिला भ्लग गर्ने चाहिँ शिवै हो होइन सोनु यहाँ सोनु भाइ विमलाना सर किटु अनि यहाँ हाम्रो खिचडी छ यो चाहिँ प्रसाद हो दामी है मिठो छ है अब चाहिँ है पर्ससहरू पनि खाएँ अब चाहिँ हामी उकालो घरपट्टि लाग्दैछु है र आजको भिडियो त्यही हो के कसो हुन्छ होइन बाटो चाहिँ अफरोडिङ छ है के कसो छ अहिले चाहिँ अब भाइ र म मात्रै बसेँ है अरू सबै अगाडि गयो बाटोको तपाईँलाई के कसो छ देखाउने छु है फाइनल्ली अब हामी घर आइपुगिसक्यो है र बाटोमा त्यति राम्रो भिडियो बनाउनु सकेन किनकि ब्याट्री सक्नु आँटेको थिएँ होइन के कसो छ तपाईँले हेरेर होइन लाइक र सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनुहोस् होला र आज मेरो भिडियो यति नै हो।